सक्छ यता युटिलिटी गइरहेको छ बोथ अफ दि पार्टीबाट बट त्यसले रिजल्ट दिइरहेको छ नोफियरको एचपी कम भएको चिप ड्यामेजले गाह्रो बनाइदिने हो जोनको क्लोजिङ पनि भइरहेको छ एचपी कम छ अलरेडी नोफियरको लेमनको एचपी कम गरायो त्यो बीचमा ओरे स्पोर्ट्सबाट नक निकालिएको छ एक थ्रोएबल्सको साथमा लेमनलाई डाउन गर्न सक्यो भने सजिलो हुने त्यो लेमनलाई पनि डाउन गरियो त्यहाँ अब एक थ्रोएबल चाहिएको छ पञ्चरको साइडमा गेम सकियो नाभीको टिमको पनि हो र स्पोर्ट्सले 10औं एलिमिनेसन आफ्नो नाममा अनि खेल्नको लागि एज सायद बनाउन भ्याएको छ उता एएसटीले थर्ड पार्टी हान्ने सोचेको नक निकालिदियो पनि जियोले नक निकालेका छन् जियोले नक एन्ड फिनिश नै हान्दिए नोफियरको 1-on-1 को प्रयास नोफियरले रिगलाई डाउन गरे जियोलाई टेक डाउन गरे सँगसँगै ओरे स्पोर्ट्सको 11औं एलिमिनेसन अनि सर्कलको शानदार इन्ट्री 1 म्यान डाउन बट राम्रो प्रयास यहाँ चलिरहेको छ अब लेफ्टबाट डीआरएसले प्रब्लम दिने होला ओरे स्पोर्ट्सलाई यता ग्यान्टे गाडी लिएर सिधै मुखमा पुगिसके पुग्दा पुग्दै स्काईले नक निकालिदिए त्यहाँ एलिमिनेसन हर एकको लागि कोसिस गरिनेछ ग्यान्टेको एलिमिनेसन उठाइयो डीआरएसको 2-2 स्प्लिट थियो न यता स्ल्यामिन न उता स्ल्यामिन होला जस्तो छ थोरै प्रब्लम टिमको लागि उता टप 4 मा गेम कन्भर्ट भइसकेको छ 40 सर्भाइभ गर्दैछन् ओरे स्पोर्ट्सको लागि राम्रो एलिमिनेसन पोइन्ट आइसकेको हामी देख्न सकिन्छ डीआरएसको टिम पनि सर्भाइभ त गर्दै थिए उनीहरू एकपछि अर्को गर्दै नक फेस गर्नु परेको छ एक्सएमपीएल डाउन च्याम्पियनले त्यो एलिमिनेसन सेक्युर गरिदिए डेल्टा स्मोक भित्र हटाउने कोसिस गर्दैछन् किलर वाइटीको तर्फबाट च्याम्पियनको प्लेयरको अगेन्स्टमा डाउन निकालिँदैछ डेल्टाको पोजिसनको बारेमा आइडिया थियो डेल्टा गर बी टेकन डाउन स्काईको नेटले काम गर्न पुग्थ्यो एलिमिनेसनहरू कसैले स्टिल गरिदिन सक्नेछ त या स्टिल गरिदिएको छ एलिमिनेसन स्काईको एलिमिनेसनहरू कसैले पिक गरिदिए च्याम्पियनको अगेन्स्टमा किलर वाइटी सर्ट दिन त खोज्दैछन् उनी अब अन्तिम एक प्लेयर मात्रै बचेका हुन् उनको पोजिसन प्रेडिक्टेबल भइसक्यो स्मोक भएको एरियातर्फ च्याम्पियनका प्लेयर सर्ट दिन त्यो खालको इन्भल्भमेन्ट देखाउँदैछन् यहाँ 40 को अगेन्स्टमा प्रेसर दिन जानु पर्यो च्याम्पियनको टिम म त देखिने देख्दैछु ताकि ओरा स्पोर्ट्सको टिमलाई अझै बढी सहज हुन पुग्ने थियो यो म्याच एन्ड गराउनको लागि च्याम्पियन नक भएका प्लेयरलाई बचाउन सकिसकेको त छैनन् 40 राम्रो खेल्दैछ यो टिमले पनि 3 एलिमिनेसन मात्रै पोइन्ट आएको अहिलेसम्म उनीहरूको सर्भाइभल वाइजमा केही आउने त छ तर यतिखेर एलिमिनेट हुने हो भने पनि ओरा स्पोर्ट्ससँगको ग्याप केही बन्न पुग्ने भइसक्दा हाम्रो लागि फाइदाको विषय बन्न पुग्ने त छ नै थियो 40 का प्लेयर पोजिसन बनाउन खोज्दैछन् एंगल हेर्न खोजिँदैछ कोल्याप सर्कलसम्मको कहानी अनि ओरा स्पोर्ट्सको प्लेयरको बेटर पोजिसन मैले देख्दैछु अहिले त यो म्याच ओरा स्पोर्ट्सले आफ्नो पकेटमा नै हाल्दैछ भन्ने कुरो हामी क्लियरली बुझ्न सक्छौं यो दुईटा टिमको बीचको लडाई हुने जो बचेर आउँछन् ओरा स्पोर्ट्सको तर्फबाट सर्ट दिने हो एलिमिनेसन पिक गर्ने लोभले प्लेयर क्याजुअलिटी फेस गर्नु भएन होल्ड गरेर खेल्न सकियो भने ओरा स्पोर्ट्सको टिमले एउटा पिक्चर पर्फेक्ट एन्डिङ यहाँबाट बनाउन सक्छ 40 को गेम्समा किलर वाइटीले डाउन निकालिदिएका छन् त्यो एलिमिनेसन कसले पिक गर्ने थाहा छैन किलर वाइटीलाई फर्किएर सर्ट दियो 40 को लागि प्लेयर नकले भल्नरेबल बनाइदिन सक्नेछ भने यता च्याम्पियनको अगेन्स्टमा नेट फाल्दै एलिमिनेसन सेक्युर गर्न खोज्दैछन् हो यो एग्रेसनलाई कन्ट्रोल गर्नुपर्ने हुन्छ टिमले बाँकी प्लेयरहरूलाई जोनको लागि आउनै पर्ने अवस्था छ यो